साथीहरू नमस्कार। तपाईहरुलाई हार्दिक स्वागत छ यस लोक सेवा सारथी युट्युब च्यानलमा। विगतका दिनहरू जस्तै आज पनि म तपाईहरुको माझमा उपस्थित भइसकेको छु। लोक सेवा आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 2082 मङ्सिर 5 गते प्रशासन सेवा सामान्य प्रशासन समूह सहायक स्तर चौथो तहलाई सोधेका प्रश्न पत्रहरूको समाधान लिएर उपस्थित भएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला र मन परेमा एउटा लाइक र कमेन्ट गर्न पनि नबिर्सिनुहोला। र यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अब ढिला नगरी सुरु गरौँ प्रश्नपत्रतिर। प्रश्न नम्बर 1 मा रहेको छ, पूर्वदेखि पश्चिम दिशाका आधारमा तल दिएका तालहरूको सही क्रम छनौट गर्नुस् भनेको छ। यसको सही जवाब हो साल्पा पोखरी, जाहिरा ताल, रुक्मिनी दह, सुरमा सरोवर। सही एन्सर हो अप्सन बी। त्यसैगरी क्वेशन नम्बर 2, देहायका कथन मनन गरी गलत कथन चयन गर्नुहोस् भनेका छ। तलका मध्ये कुन चाहिँ कथन गलत रहेको छ? यसको सही जवाब हो विद्यापति नेपाल भाषाका प्रसिद्ध कवि हुन्। यो चाहिँ प्रसिद्ध कवि होइनन्। यसको सही जवाब हो विद्यापति नेपाल भाषाका प्रसिद्ध कवि हुन्। क्वेशन नम्बर 3, हिउँको गीत नामक उपन्यासका लेखक को हुन्? हिउँको गीत नामक उपन्यासका लेखक को हुन्? यसको सही जवाब हो तीर्थ गुरुङ। यसको सही जवाब अप्सन ए तीर्थ गुरुङ रहेको छ। त्यसैगरी क्वेशन नम्बर 4, मल्लकालमा फौजदारी प्रकृतिको मुद्दाको पुनरावेदन सुन्ने निकायलाई के भनिन्थ्यो? यसको सही जवाब हो कोटिलिङ्ग। अप्सन नम्बर ए कोटिलिङ्ग भनिन्थ्यो। त्यसैगरी क्वेशन नम्बर 5, मुख्य गरेर सल्ला, चाँप, कुटुस, ओखर, गुराँस, चिलाउने जस्ता बोडी बिरुवा कुन प्रकारको वनमा पाइन्छ? यसको सही जवाब हो समशीतोष्ण सदाबहार कुनधारी। अप्सन नम्बर सी सही जवाब रहेको छ। क्वेशन नम्बर 6, दुधकोशी 2 जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति मेगावाट रहेको छ? यसको सही जवाब हो 70 यानी कि 77 मेगावाट। अप्सन नम्बर सी सही जवाब रहेको छ। आर्थिक सर्वेक्षण 2081-82 अनुसार प्रति व्यक्ति राष्ट्रिय आय कति अमेरिकन डलर रहेको छ? यसको सही जवाब हो 15-17। अप्सन नम्बर बी यसको सही जवाब हो 15-17। आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ? यसको सही जवाब हो 25.16%। अप्सन नम्बर सी इज करेक्ट। त्यसैगरी क्वेशन नम्बर 9, साप्टामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? साप्टामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? यसको सही जवाब अप्सन नम्बर ए महेश आचार्य। क्वेशन नम्बर 10, एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामाक EAST अर्थात् चीनद्वारा निर्मित कृत्रिम सूर्य आर्टिफिसियल सन चीनको कुन सहरमा स्थापना गरिएको छ? यसको सही जवाब हो हेफी। अप्सन नम्बर सी। एकदमै महत्त्वपूर्ण क्वेशन। त्यसैगरी क्वेशन नम्बर 11, टेलिभिजनको रिमोट कन्ट्रोल प्रविधिमा कुन विद्युत चुम्बकीय तरङ्गको उपयोग गरिएको हुन्छ? यसको सही जवाब हो इन्फ्रारेड। अप्सन नम्बर ए सही जवाब रहेको छ। त्यसैगरी क्वेशन नम्बर 12, इकोकार्डियोग्राफी नामक यन्त्र मानव शरीरको कुन अङ्गको परीक्षणका लागि प्रयोग गरिन्छ? यसको सही जवाब हो मुटु, हार्ट।
हैजा कुन कीटाणुका कारण लाग्ने गर्दछ? हैजा कुन कीटाणुका कारण लाग्ने गर्दछ? यसको सही जवाब हो अप्सन नम्बर डी सही एन्सर रहेको छ। त्यसैगरी क्वेसन नम्बर 14 नेपालको गाउँपालिका विहीन जिल्ला तलका मध्ये कुन हो? यसको सही जवाब हो भक्तपुर जिल्ला, जहाँ नगरपालिका मात्र रहेका छन्। नेपालको संविधान बमोजिम सङ्घ प्रदेश र स्थानीय तह बीचको सम्बन्ध तलका मध्ये कुनमा आधारित हुने व्यवस्था गरिएको छ? अत्यन्तै महत्त्वपूर्ण क्वेसन। यसको सही जवाब हो सहकार्य, सहअस्तित्व र समन्वय, अप्सन बी राइट एन्सर। त्यसैगरी क्वेसन नम्बर 16 प्रदेश व्यवस्थापिका संसदमा कुल जम्मा कतिजना सदस्य रहने व्यवस्था रहेको छ? यसको सही जवाब हो 550 जना। क्वेसन नम्बर 17 स्थानीय तह भन्नाले तल दिएका मध्ये कुन निकायलाई बुझाउँदैन भनेको छ? यसको सही जवाब जिल्ला समन्वय समिति यानि कि अप्सन नम्बर सी रहेको छ। क्वेसन नम्बर 18 नेपालको इतिहासमा कुन राजाको पालादेखि द्वैत शासनको सुरुवात भएको थियो? यसको सही जवाब हो वसन्तदेव यानि कि अप्सन नम्बर डी। क्वेसन नम्बर 19 राज्यका निर्देशक सिद्धान्त समावेश भएको नेपालको पहिलो संविधान कुन हो? यसको सही जवाब नेपालको अन्तरिम शासन विधान 2007 रहेको छ। क्वेसन नम्बर 20 नेपालको संविधानमा खाद्य सम्बन्धी हक कुन धारामा रहेको छ? यसको सही जवाब हो धारा 36 खाद्य सम्बन्धी हक रहेको छ। नेपालको संविधानमा राष्ट्रिय झण्डाको आकार डडटले निर्धारण गरे बमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ। यसको सही जवाब हो नेपाल सरकार। नेपाल सरकारले निर्धारण गरे बमोजिम राष्ट्रिय झण्डाको आकार निर्धारण हुनेछ। ओके, क्वेसन नम्बर 22 आयुर्वेद कुन वेदको उपवेद हो? आयुर्वेद कुन वेदको उपवेद हो? यसको सही जवाब हो अथर्ववेद, अप्सन नम्बर डी चाहिँ यसको सही उत्तर रहेको छ। इराकको पुरानो नाम के थियो? मेसोपोटामिया, यसको सही जवाब अप्सन नम्बर डी रहेको छ। इराकको पुरानो नाम मेसोपोटामिया हो। त्यसैगरी क्वेसन नम्बर 24 गोबी मरुभूमि कुन महादेशमा पर्दछ? यसको सही जवाब हो एसिया महादेश, जुन एसियाको सबैभन्दा ठुलो महादेश पनि हो। त्यसैगरी क्वेसन नम्बर 25 युरोप र एसिया महादेशलाई जोड्ने पर्वत श्रृङ्खला तलका मध्ये कुन हो रहेको छ? अर्थात् युरोप र एसिया महादेशलाई जोड्ने पर्वत कुन हो अथवा कुन पर्वतले जोड्दछ? यसको सही जवाब हो युराल यानि कि अप्सन नम्बर सी सही जवाब रहेको छ। विश्वको सबैभन्दा लामो हिम नदी कुन हो? यसको सही जवाब हो लामबड हिम नदी, जुन विश्वको सबैभन्दा लामो हिम नदी हो। क्वेसन नम्बर 27 पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको अर्को छेउ अपोजिटमा पर्ने स्थानलाई के भनिन्छ? यसको सही जवाब हो एन्टिपोल यानि कि प्रतिलोम, अप्सन नम्बर डी सही जवाब रहेको छ। क्वेसन नम्बर 28 द्वितीय विश्वयुद्धको समयमा एक्सिस पावर अन्तर्गत तलका मध्ये कुन राष्ट्र पर्दैनथ्यो? एक्सिस पावर अन्तर्गत कुन चाहिँ पर्दैनथ्यो? यसको सही जवाब रहेको छ अमेरिका। अमेरिका चाहिँ एक्सिस पावर अन्तर्गत पर्दैनथ्यो। समानता, स्वतन्त्रता र भ्रातृत्व भन्ने नारा कुन घटनासँग सम्बन्धित रहेको छ? यो चाहिँ यसको सही जवाब हो फ्रान्सेली राज्यक्रान्ति यानि कि अप्सन नम्बर सी। फ्रान्सेली राज्यक्रान्ति कहिले भएको थियो? फ्रान्सेली राज्यक्रान्ति सन् 1789 मा भएको थियो। भारतीय स्वतन्त्रता संग्रामको परिणामस्वरूप भारत कहिले स्वतन्त्र भएको हो? यसको सही जवाब रहेको छ सन् 1947 अगस्त 15 यानि कि अप्सन नम्बर बी। त्यसैगरी क्वेसन नम्बर 32 संयुक्त राष्ट्र सङ्घले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो? यसको सही जवाब हो अरबी।
एजेन्ट फर डेभलपमेन्ट अवधारणाका प्रस्तुतकर्ता को हुन्? एजेन्ट फर डेभलपमेन्ट अवधारणाका प्रस्तुतकर्ता हुन् बुत्रोस बुत्रोस घाली। यसको सही जवाब हो बुत्रोस बुत्रोस घाली। अप्सन नम्बर सी सही जवाब रहेको छ। त्यसै गरी आगोको औँठी रिङ अफ फायर भनेर कुन महासागरलाई चिनिन्छ? आगोको औँठी रिङ अफ फायर भनेर प्रशान्त महासागरलाई चिनिन्छ। दक्षिण एसियाली विश्वविद्यालय कहाँ रहेको छ? दक्षिण एसियाली विश्वविद्यालय कहाँ रहेको छ? यसको सही जवाब हो न्यू दिल्ली भारत, नयाँ दिल्ली भारतमा रहेको छ। विश्वको सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो? विश्वको सबैभन्दा लामो समुद्री किनारा भएको देश हो क्यानाडा। यसको सही जवाब अप्सन डी क्यानाडा रहेको छ। नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो? यसको सही जवाब हो रौतहट जिल्ला। सार्कको स्थायी समितिको सदस्य को रहने व्यवस्था रहेको छ? सार्कको स्थायी समितिको सदस्य रहने व्यवस्था रहेको छ सदस्य राष्ट्रको राष्ट्र सचिव, यानी कि अप्सन नम्बर डी। बिमस्टेकको अवधारणा ल्याउने देश कुन हो? बिमस्टेकको अवधारणा ल्याउने देश हो थाइल्यान्ड। अप्सन नम्बर डी यसको सही आन्सर रहेको छ। क्वेसन नम्बर 40 फिफा विश्वकप बारे कुन कथन सही छ? फिफा विश्वकप बारे कुन कथन सही छ? फिफाको प्रधान कार्यालय जुरिचमा रहेको छ। यसको एकदमै सही जवाब अप्सन ए रहेको छ। फिफाको प्रधान कार्यालय जुरिचमा नै रहेको छ। त्यसै गरी क्वेसन नम्बर 41 विश्व शान्ति सूचकाङ्क ग्लोबल पिस इन्डेक्स 2025 मा नेपाल कति स्थानमा रहेको छ? यसको सही जवाब हो 76। त्यसै गरी क्वेसन नम्बर 42 मधु पार्क सम्मान 2081 बाट सम्मानित स्रष्टा को हुन्? मधु पार्क सम्मान 2081 बाट सम्मानित स्रष्टा को हुन् भनेको छ। यसको सही जवाब अप्सन नम्बर ए प्राध्यापक कृष्ण गौतम, मन्जु काँचोली, किशोर पहाडी रहेका छन्। अप्सन नम्बर ए सही जवाब रहेको छ। त्यसै गरी क्वेसन नम्बर 43 नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्रीमा पद कहिले नियुक्ति भएको हो? यसको सही जवाब हो विक्रम 2082 भदौ 27 गते। त्यसै गरी क्वेसन नम्बर 44 सन् 2025 मा भौतिक शास्त्रको नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्ति तलका मध्ये को होइनन्? यसको सही जवाब हो अप्सन नम्बर ए रिचर्ड रोब्सन। रिचर्ड रोब्सन चाहिँ भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित व्यक्ति होइनन्। क्वेसन नम्बर 45 विश्व खाद्य कार्यक्रम वर्ल्ड फुड प्रोग्रामको प्रधान कार्यालय कुन देशमा रहेको छ? यसको सही जवाब हो इटलीमा रहेको छ। खाद्य तथा कृषि सङ्गठन FAO को आह्वानमा मनाइने विश्व खाद्य दिवस कहिले मनाइन्छ? यानी कि विश्व खाद्य दिवस कहिले मनाइन्छ? यसको सही जवाब हो अक्टोबर 16। अक्टोबर 16 मा विश्व खाद्य दिवस मनाइन्छ। नेपालले WTO को सदस्यता कहिले प्राप्त गरेको थियो? नेपालले WTO को सदस्यता सन् 2004 अप्रिलमा प्राप्त गरेको थियो। यसको सही जवाब अप्सन नम्बर सी 2004 अप्रिल। क्वेसन नम्बर 48 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अन्तिम लेखा परीक्षण कोबाट हुने व्यवस्था रहेको छ? यसको सही जवाब हो अप्सन नम्बर सी महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखा परीक्षकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अन्तरिम लेखा परीक्षण गर्दछ। यसै गरी क्वेसन नम्बर 49 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमनकारी प्रमुख निकाय तलका मध्ये कुन हो? खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमनकारी प्रमुख निकाय कुन हो? यसको सही जवाब रहेको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय। यसको सही जवाब हो अप्सन डी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमनकारी प्रमुख निकाय रहेको छ।
त्यसैगरी क्वेसन नम्बर 50 यानि कि अन्तिम क्वेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व संरचना तलका मध्ये कुन हो भनेको छ। यसको सही जवाब हो अप्सन नम्बर ए 100%। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व 100% रहेको छ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भिडियोलाई मन परेमा एउटा लाइक गर्न नभुल्नुहोला र यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला र यस्तै अन्य महत्त्वपूर्ण भिडियोहरू लिएर हामी उपस्थित हुने बाचासँगै आजको यो भिडियोबाट म तपाईँहरूको माझबाट ओझेल पर्दछु। धन्यवाद, नमस्कार, शुभ दिन।